हेलो एभ्रिवान, वेलकम बैक टू माई युट्युब च्यानल। सो गाइज, आज चाहिँ मैले तिहार स्पेशल भ्लगिङ गर्दैछु। कस्तो हुन्छ थाहा छैन, भिडियो चाहिँ जस्ताको तस्तै राख्ने छु। हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला है त। यो क्यामेरामा कता हेऱ्यो कता देखिन्छ बे। यहाँ चाहिँ बिल्ली कस्तोसँग बसेको के गाइज, खतरा छ बसाइ। मजाले सुतेको कि जाडो भएछ केलाई। अब हाम्रो खाना रेडी भएर खाना खाँदै र दिजु अब घुम्न कहाँ जाने हो त? खाना खाएर हामी बुटल फुलबारी अब घुम्न जाने। हामी खानासाना खाएर यता भुन्टुले खान नखाने रे, कोको मात्रै खाने रे। त्यही मात्रै खाने हो भुन्टुले। ल अब हामी खाना खाएर घुम्न जाने। अब छिटो खाना खाने यहाँ आउनु। खाना खाने बेला भाग्ने मान्छे यहाँ आएर यहाँ खाना रेडी छ। त्यहाँ आएर लम्ब बसारबाट यसरी सुत्ने होइन। छिटो यहाँ खाना बस्नु। यहाँ दाल छ, यहाँ चिसो छ, यहाँ मासुका आइटमहरू छन्। दिजुले बनाउनु भएको भाइको लागि। यता हेर्सियो दिजुको मेजबानी यहाँ रेडी भइरह। भाइ फेरि खाने बेलामा फुत्त गरेर हामी खाइसक्यौँ, बल्ल आउनुभयो। ल यता हेरेर हेलो हेलो भन्नु। म खाने बेलामा भागेर बल्ल आएको खानु भन्नु। आज लु छिटो है, हेर है, हामी रेडी भएर अब घुम्न जाने हो नि। हेर तिमीहरू कहाँ जाने अब? भैलो खेल्न सानो मौसा घुम्न नजाने? भैलोली ग्याङ यिनीहरू। ल बाई गर, हामी घुम्न जान्छौँ भाइ। तिमी भैलो खेल्न जाऊ। ल बाई बाई। ल बाई बाई। भैलो खेलेर अनि हेर ग्याङ पार्टी, सानो पार्टी। कहाँ जाने तयारी हो दिजु? घुम्न जानु लाग्यो। चाकी लगाएर दोकान बन्द गरेर तिहारको यसो होलिडे मनाऊँ कि भनेर। अब यो चाकी राख्ने ठाउँ छैन, बज्नु लाग्छ भाइ नखस है। बाटोमा तिहार लागेर बाटो यस्तो बुढा जस्तो छ नै। के अरे अरे तिहार लाखा डह्रो तरिकाले टाइपमा मुद्दा पनि छ। के गर्नु मन रहेछ तिहार लाउनु? सन्टाटीका मान्छे एकदम व्यस्त मान्छेहरू। बुटल फुलबारी हेर्नु हजुर। बुटल फुलबारी जाने बुटल फुलबारी हो। हजुरहरू पनि चाहनुहुन्छ भने अवश्य घुम्न आउनु होला। आउनु भयो भने आफै गर्न मन लाग्छ। खत्रै छ है। त्यही भएर यहाँ मलाई लिएर आउनुभयो घुमाउनलाई दिजुले। बुटल फुलबारी माथि डाँडामा पर्छ। चोरेर लानु होला पूजा गर्नको लागि। कति राम्रो हो मान्छेलाई बचाउने हजुरले हो। अब ग्यासको फुलबारी तपाईँहरूले उकालो लाग्छौँ बिस्तारै। उकालो जाने गर्छौँ। अहिले बन्द गर। अब ओरिजिनल फुलबारी हेर्नलाई वेटिङमा बस्नु होला गाइजहरू। दिजु ज्यानको खतरा हुन्छ। यो ज्यान धेरै अमूल्यवान छ नि। अब सबैभन्दा ठुलो चिज ज्यान हो। अरू गर गर्न त नलाइ नि हुन्छ कि ज्यान उकालो जाने बाटो छ नि। अलि होइन लाइनमा आउँछ बिस्तारै बिग्रियो पनि लाइनमा आउँछ। हजुर भएर कि हामी परेर भएछ है। ल बुवा, म फेरि पछि फोन गर्छु है त हजुरलाई है बुवा है। दिन्छु। अब बाटो बिर्सिनु भयो, कसरी जाने हो र भनेको। उताको बाटो छोडेर राम्रो बाटो झन् पिच भएको बाटो यस्तो पानी यस्तो बाटो लिएर आएर त्यहाँ त देउसी खेलेर रहेछ नि। नाच्नु नाच्दै हिँड्नु भयो देउसी।
देउसी खेलेछन् के उतातिर यत्र बिहार हाल्दा रहेछ गरा फालेका हुन् क्या त्यो ए यहाँबाट त्यो के हो त त्यो फेरि घर यहाँ चढ्ने हो कसरी चढ्ने हो यस्तो बाटोबाट खतरा छ हो बाटो बुढो खिचिदिनु त हामी जान्छौँ बुढोको मोबाइल चढ्न लागेको धले लडेन त्यस्तो गरी खिच्ने लामो गरी होइन त्यस्तो खिच्ने लडे 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 त्यसरी उनीहरू खिचौँ लामो गरी ल ल ल ल ल ल ल ए हरियाली डाँडा पाखा पाखा र गाउँघरको बाटो हेर्नुहोस् यसरी हो यी घुम्दै फिर्दै कति राम्रो छ यी गाउँघर हरियाली डाँडा काँडा यी चिप्लो बाटो ब्लोड्दै पोड्दै देउसिरी खेल्दै सगरमाथा चढ्दै हुनुहुन्छ सगरमाथाको टाकुरामा पुग्न आँट्नु भइसक्यो यहाँ हेर्नु कस्तो मन्दिर आयो हेर्नु कति राम्रो भ्यू देखिन्छ दिजु हेर्नु कस्तो राम्रो सिन कति राम्रो उता पनि है कति राम्रो देखिँदो रहेछ त नि हो थकै लाग्यो राम्रो 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 यहाँ मन्दिर विश्वकर्मा मन्दिर यो हो विश्वकर्मा मन्दिर हो दिजु ए ल विश्वकर्मा बाबा कि जय होस् विश्वकर्मा कहाँनिर यति राम्रो बाटो छोडेर कहाँबाट ल्याउनु भयो हजुरले उकालो बाटो फेरि त्यो बाटो छोडेर यो बाटो लाउनु भयो फेरि यो चिचीले आज के गर्न खोज्नु भयो उताको बाटो छोडेर फेरि यताको बाटो लाउनु भयो गाउँको गोरेटो भनेको यस्तै हो हिँडिराखेको छ नि यस्तो बाटो हामी कति हिँड्ने होला भाइ पहिला खाली यस्तै हो ल ल छिटो पुग्ने मन्दिर ल 1 2 3 गो ल मुटुको धड्कन त भक्भक हुन्छ म त सक्छु तर मान्छे कति राम्रो हो हेर्नु आमा यहाँको घाँस काट्दैनन् कसैले पनि यहाँ हेर्नु न घाँस काट्ने मान्छे छैन घाँस काट्ने मान्छे भयो यहाँ बस्नु पाल्ने मान्छे भयो कति धेरै है भार पाइलामा कहाँ हुनुपर्छ घाँस खुन्नाले कत्रो खाने कति राम्रो कति राम्रो है यत्तिकै बुढो भएर अनि मर्ने होला यो घाँस ओके फाइनल्ली हामी चाहिँ आइएम यो गणेश मन्दिर कालिका मन्दिर यही हाम्रो घुम्ने ठाउँ भनेको होइन बुढो कुन मन्दिर हो यो कालिका मन्दिर बागलुङ कालिका अरे खतरा भ्यू देखिने के तर यहाँबाट त है हेर्नु न त्यतातिरको त माई गड दामी देखिँदो रहेछ दामी 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 जय कालिका माता की
गणेश भगवान मन्दिर दुम्कीबास डाँडा फुलेर कति राम्रो ओके नगरे हेर पसल खोलेर कपडा व्यापारीको हालत कपडा भनेको शरीर ढाक्नको लागि बनाएको चिज हो अनि सुन्दर देखाउन नि त हो नि सुन्दरता बढाउन पनि सुन्दरता भनेको नारीमा हुन्छ कि जेन्ट्समा हुन्छ लग मान्छे बुझ्दै मान्ने महाकाली भद्रकाली भन्ने महाकाली भन्नु कुरा आयो मान्छे बन्द भएको रहेछ कि अघि है बाहिर राखेको पुरै है अब हामी चाहिँ फर्किन लागेको घुमघाम गरेर होइन दिजु घुमेर धक्क पुग्यो धक्क पुरा भयो बुटल फुलबारीको बुढा अब जान लाग्यो हो बाई बाई हामी चाहिँ फर्किँदै हो फेरि ओह्रालो बाटोबाट यता जाऊँ कि दिजु यता कटो अब सजिलो बाटोबाट घुमेर धोको पुग्यो अब एक वर्ष अर्को साल फेरि आउँछौँ अर्को साल तिहारमा हो क्या हामी त यहाँ आउने गरी आउँदाखेरि पसल ससल बन्द गरेर निस्किने हो क्या घुम्न फेरि फुलबारी अरू बेला त्यस्तै हो क्या अरे लोबै लाग्ने एक दुई पैसा नि हुन्छ भने उता हेर्दाखेरि त बजारतिर खत्रै भ्यू देखिँदैन खत्रै देखिन्छ क्या अनि अब तिहारको दिन चाहिँ आज पसल ससल बन्द गरेर यसो गाउँ ठाउँतिर घुम्न निस्केको उतातिर आउँदै हुनुहुन्छ सबैजना आउँदै हुनुहुन्छ घुम्नलाई भगवानको दर्शन गर्नलाई दुङ्गीबासको फुलबारी हो क्या धेरै राम्रो ठाउँ हो कि धर्मस्थल मन्दिर बागलुङ कालिका भन्छन् सबै मर्निङ वाक गर्ने नाइट वाक गर्ने घुम्ने फिर्ने ठाउँ हो अब यहाँ बिहान उठेर यहाँ गुर्गुर्रै आएर यहाँ आउने तल झर्ने भने त यति हिँडेपछि मर्निङ वाकमा पनि श्वास र फाफा भइन्छ एकचोटि आएको श्वास र फाफा भएर दुम्पतल भयो त्यस्तै हो हेर्नुहोस् जिन्दगी बुढेसकाल लासी हिँड्न सकिँदैन हाम्रो भिजिट भरमा दिँदा भयो स्पेसल तिहार स्पेसल भनेको यो हो कि आज हाम्रो स्पेसल डे भाइ बुहारीसँग चट्ट घुम्न पाइएको छ देशी भएर फुलबारी ठाउँ सुपर ठाउँ भन्न पऱ्यो क्या हरियाली कहाँ हेर्न पाइन्छ आगे बजार त्यो घर हेर्दा अब त हरियाली हेर्नलाई रहर हुने भयो कि मान्छेहरूलाई घाँस पनि काट्दैनन् मान्छेले पुरै जङ्गलले भरको हरियाली हुन्छ हेर्दा डाँडा काँडा पुरै यसरी हेरेको आनन्द आउँछ नि त आँखालाई पनि फ्रेस भयो कि होइन खालि गाडी घर घोडा धुलो धुवा हेर्दा हैरान थियो तर वर्ष नै आयो 3 वर्ष तिहारमा यही अनि यस्तो ठाउँ चाहिन्छ कि बजार भयो मात्रै गाडी धुलो धुवा त ढिली मात्रै होला नि आनन्द शान्त ठाउँ के होइन त्यसो चाहिन्छ उकाली ओह्राली त्यस्तो हुने अन्त हिरै हुनुहुन्छ नि हजुर सट्टो भित्र लाने गर्न घर गरे सास नफेर हिँड्नु एकैछिन यहाँ भिडियो बनाउँदा आएको मलाई लारिदिन्छ डाका पनि तिहार त थिएन असन नभए पनि भाइ बुहारीसँग घुमघाम भेटघाट कार्यक्रम चाहिँ राखेको हामीदेखि फोटो खेल्न जानु भैलो खेलेको ठाउँमा गएर फेरि बनाउने अलिअलि भिडियो अनि त्यसपछि पुरा हुन्छ आजको तिहारको स्पेसल दिन टन्न लाइक भ्युज के गर्छन् रे भ्युज गर्छन् सब्सक्राइब लाइक कमेन्ट चाहिँ खतरा गरिदिनु है मलाई चिन्ने जतिले खतरा कमेन्ट गरिदिनु खतरा भनेपछि फेरि धुम्पतै खतरा पनि